एभ्रिवान सबैजनालाई जोड्दै नमस्ते अनि स्वागत छ तपाईहरुलाई निर्मला सिंहजाल म युट्युब च्यानलमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। तपाईहरुले मेरो भिडियो पहिलोचोटि हेर्नु भएको छ भने मेरो नाम हो निर्मला सिंहजाल मगर। म चाहिँ कहिले कसो ब्लग बनाउँछु। अनि आज चाहिँ नेपालीहरुको महान पर्व दशैं देश तथा विदेशमा बस्नुभएका आमा बुवा दाजुभाइ दिदीबहिनी मेरो साथीहरु मेरो युट्युब फ्यामिली मेरो टिकटक फ्यामिली मेरो फेसबुक फ्यामिली लगायत सम्पूर्ण आफन्तजन सबैजनालाई 2082 सालको विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा सुख शान्ति समृद्धि र उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज चाहिँ दशैं सबैजना दशैं मनाउनको लागि हिँड्नु भएको छ होला। टीका लाउनको लागि हामी पनि जाँदैछौँ हजुरबाकोमा। पहिला हजुरबाकोमा टीका लाउँछौँ, त्यसपछि मामा घर जान्छौँ। आजको भिडियो तपाईले टाइटल थम्बनेल देखेर नि थाहा पाइसक्नु भयो होला के को बारेमा भनेर। दशैंकै बारेमा पक्कै पनि के कस्तो हुन्छ म तपाईलाई देखाउने छु। अन्तिमसम्म हेर्नु होला। भिडियो हेरेपछि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला है त। अनि यो चाहिँ मेरो दशैंको लुगा अनि अब चाहिँ के कस्तो हुन्छ म तपाईलाई देखाउने छु। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला है त। हामी हजुरबाको घर आइपुग्यौँ दशैं मनाउन। मेरो बाबा हाम्रो बाख्री पनि छ। बाबा ह्याप्पी दशैं। के 2-4 शब्द बोल्नु। बाबाको मेहन्दी लगाउनु भएको छालामा। मेरो भाइ 2-4 शब्द जाओस्। दशैंको शुभकामना। हाम्रो दिदीबहिनीकोमा भैँसी पनि छ। बुढीबाईकोमा बुढीबाई उता बाख्रा स्याहार्नु भएको छ। हाम्रो मम्मी ह्याप्पी दशैं भन्नु न। बुढीबाई ह्याप्पी दशैं भन्नु न। विदेशमा भएको छोराहरूलाई सम्झिनु भयो कि नै। हाम्रो यहाँ जुली कति ज्ञानी छ होइन। हाम्रो घरको त राक्षस जुली ह्याप्पी दशैं। बुढा बुवा उता टीका जमरा मिलाउँदै हुनुहुन्छ। हाम्रो ठुलो बाबाले टीका लाउनु पर्छ। बुढा बुवाले आशिष दिनुभएको छ। जेनीलाई नलाइदिएको भनेर बिचरा टीका लिन आउँदा थालमा हेऱ्यो। बुवालाई माथि लाउँदा माथि हेऱ्यो। ऊ हेर्न थाल्नु। जेनी बाख्रालाई लगाइदियो उता जा। जेनी कस्तो मजा र कति ज्ञानी के हाम्रो हो के राक्षस। बाबाको पाले पिटाइको आवाज सुनेको त गयो। त्यो मिठाई खानलाई त्यस्तो ठुलो मम्मीको पालो। ठुलो मम्मी पछि मम्मी पछि भएर हाम्रो। त्यसलाई नि टीका हेर्न नि थालमा टीका लाग्दा थालमा निधारमा लगाइदिँदा निधारमा हेर्छ। मम्मीको पालो देखे है।
नमस्ते टिका लगायो हाम्रो चाहिँ धेरै जस्तो सेतै टिका हुन्छ सोम वर्षपछि बोल्नु ल हेरी जय काली भद्रकाली कपाली दुर्गा भवानी खेलसा विजय जैसे मंदिर नमसा विजय जैसे मंदिर कीर्तन अर्दिने नो दुर्गा भवानी पे फलानु वर्कामा हो वर्कामा छिग्दिमा दामते हो मेरो जेठीले नोकरी जेठ नोकरी अर्दिने लौरा शान्ति देख्न दमदा सुत्ताले चाहिँ के कुछ नगर्छ नोकरी छाना देन परमहंस बाबू साहब को अच्छा तीव्र में लिखने जैसा जाता संधि यानी संधि जेठी स्वरूप जाते हैं लोग का मान कोई दवाई पढ़ाई और इसके बोना मुझे जाते हैं नहीं जे गाते हैं सही बोना मुझे उसको के और अधिक ऐसे और दिमाग जैसे जैसे जाते हैं ये ओके मना ये ऐसे गुरु जन गुरु शांति छीन होना शांति शांति तो वाणी का शांति जाते हैं सही है पोसा है मनिषा पूजा आऊ तिमीहरूको पालो नमस्ते भयो नमस्कार मन्सु पुजु ब्रो कान्छी बहिनी पुजु पुजु यता हेर्न ल ब्याचलर पढ्ने कि नै पुजु ठुलबा के अरे बुढा बुवाले त 16 क्लास पास जान्छ जातकमै यहाँ नि भन्नु हो हाम्रो मनिषा अब कल्पनालाई एकदम मिस गरिराहम कल्पनाले भ्लग हेरिरहेछ भने ह्याप्पी दसैँ कल्पना जापान छन् यता हेर्न मनिषा ह्याप्पी दसैँ जेनी जमरा खै जेनीलाई जेनी ह्याप्पी दसैँ जेनी यता हेर्न ह्याप्पी दसैँ जेनी ह्याप्पी दसैँ कति ज्ञानी छ हाम्रो जेनी हामी यता दुदुबैकोमा टिका लाउँदैछौँ हाम्रो ठुलो मम्मी कति राम्रो देखिनु भयो चिटिक्क पर्नु बस्छु दुदुबैको आशीर्वाद यो जेनी जता पनि कल्पना ए मन्सा हेलो ह्याप्पी दसैँ भन ह्याप्पी दसैँ आई लभ यु गाइस हाम्रो माइजहरू के भन्नुभयो र हाम्रो पुजुको मेकअप ए टिकटक हो हेलो पुजु हाई गर न हाई आशीर्वाद हेर जेनीको जमरा ओ जेनी यता हेर जेनीको जमना पैसा ओ जेनी उइ हेर्न खतरा देख्यो यसलाई हेलो सबैजनालाई ह्याप्पी दसैँ नमस्ते माइजू नमस्ते मामा ह्याप्पी दसैँ दिया
पुकु ह्याप्पी दसैँ हामी मामा घर आइपुग्यौँ यहाँ दुधु बुवाले ममलाई टिका लगाइदिनु भयो पुकु यता हेर न आहा कति राम्रो देखेको पुकु र दिया दिया चाहिँ मेरो माइला मामाको छोरी पुकु चाहिँ यता हेर त जेठो मामाको छोरी यता हेर न वाउ चुरी कति राम्रो हो पुकुको त आहा आहा हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार